आज भने चाहिँ फर द फर्स्ट टाइम मेरो नेवारी खानेकुरा खाने रहर चाहिँ पुरा भएको छ। हाम्रो एक हप्तादेखिको प्लान थियो साथीसँग नेवारी फुड ट्राई गर्न जाने, जुन चाहिँ सक्सेसफुल भयो। हामीले चाहिँ सुरुमा जुजु दौ मगाएको थियौँ, जुन चाहिँ अति नै दामी थियो। चेस ए खाइदिएको ल। म पनि त्यो जुजु दौको हरेक थोपाको त्यो चिसो र ठन्डापनलाई अनुभव र फिल गर्दै त्यसमा मग्न भइरहेको थिएँ। थैट ज्यादै फिलमा डुबे कि क्या हो। फास्ट फरवर्ड हामीले अर्डर गरेको खाजा सेट र हाक्कु छोइला जुन चाहिँ बफको बनेको थियो त्यो पनि आयो। खानेकुरा त मगायो तर भरे बिल तिर्नु नसकेर भाडा धस्काउनु पर्छ कि क्या हो भन्ने टेन्सनले साथीलाई चाहिँ मेन्यु हेर्नु बाध्य बनाएछ। अगाडि चाहिँ यो के भन्छ यसलाई हाक्कु छोइला ट्राई गरौँ न। मेरो साथी भने चाहिँ मेन्यु देखेर टेन्सनमा जाँदै थियो अनि हाक्कु छोइला चाहिँ मेरो मुखभित्र जाँदै थियो। नट ब्याड। मेरो मुखभित्र हाक्कु छोइला गएको देखेपछि त साथी पनि कहाँ मन थामेर बस्नु सक्नु। साथी त चरम सुखको पोइन्टमा पुगिहाल्यो नि। स्वर्गीय आनन्द, चरम सुख। मलाई किन हो त्यस्तो फिल लागिरहेको थियो कि साथीहरू बसेर कहीँ डाँडामा बसेर मजाले मेजमेन्ट खाए जस्तो। यो चाहिँ सब हाम्रो खाजा सेट होइन, यो कस्तो छ अब एकचोटि ट्राई गरौँ। यो के हो हाम्रो यो भटमास हो कि के हो, आलु चिउरा, यसो ट्राई गरौँ है ल। सुरुमा ट्राई हाल्नु ल म चाहिँ यो ट्राई हाल्नु पऱ्यो सुरुमा। व्हाट इज दिस? हाक्कु छोइलापछि चाहिँ हामीले खाजा सेटलाई चाहिँ लेबल मिलाएर स्टेप बाई स्टेप एट्याक हान्न थाल्यौँ। भोइस ओभर हान्दै मेरो मुखमा एक माना पानी आइसक्यो। अब यसको पालो यो 12 नै होला यो सायद। यसो गरौँ न, हामीलाई थाहा छैन। अब हामी फर्स्ट टाइम नेवारी खाना ट्राई गर्दै गरेको हामीलाई थाहा छैन है। साथीले भन्ने कुम्भकर्ण स्टाइलको बाइट हान्न खोजेको थियो तर उसको त्यो बाइट मुखमै अवरुद्ध भयो। यो यस्तो डेडली बाइट गयो त हौ। स्वर्गीय आनन्द लिँदै हामी चाहिँ गोरुले घाँस चपाएको जसरी चपक खानेकुरा चबाउन थाल्यौँ। आलुदम, यो आलुको अचार चाहिँ म ट्राई गर्नु पऱ्यो। आलुदम पनि एकदम मिठो छ। जस आलुको अचार चाहिँ नर्मल अरू बेला खाएको जस्तै नै छ। आलुदम चाहिँ कस्तो छ चिउरासँग ट्राई गरिदिउँ। यस्तै मिठो खानेकुरा खाने आसमा अब साथीले चाहिँ नेवार नै बिहे गर्छु भन्नु थाल्यो। माछाको साइज देखेर साथीलाई चाहिँ किन केही कुरा चाहिँ अलिक फ्यामिलियर टाइपको लाग्यो अरे। यो चाहिँ हाम्रो फर्स्ट टाइम नेवारी खाना ट्राई गरेको होइन। आजसम्म हामीले नेवारी खाना चाहिँ ट्राई गरेको थिएनौँ, कस्तो हुन्छ भन्ने क्युरियोसिटी थियो अनि फर्स्ट टाइम ट्राई गरेको बब्बाल हुँदो रहेछ। फुडको तारिफ गरेर म थाकिरहेको थिइनँ, त्यति बेलै आयो सप्पु मिचा र एक बारा। हामीले खाजा सेट चाहिँ चट पारिसक्यौँ होइन। केटाले खाएर भने पुस्दै रहेछ मुख पनि। यो ट्राई गर्नुपर्छ कस्तो छ। एक बारा अनि सप्पु मिचा। ओभर एक्साइटमेन्टमा आएर साथीले चेयर्स गर्दाखेरि मेरो एक बारा पनि झारिदियो। अफ क्यामेरा चाहिँ एक बारा खाइसकेपछि खासै मिठो नहुँदो रहेछ भन्दै थियो, अहिले क्यामेरामा चाहिँ मिठो अरे। कस्तो छ दामी? मेरो पालो ट्राई गर्नु पर्यो कस्तो छ है त यो एक बारा। अनेस्टली भन्नुपर्दा मलाई एक बाराको स्वाद चाहिँ ओभर कन्फ्युजिङ टाइपको लाग्यो। के खाएँ त्यही छुटाउनु नसकेको। कन्फ्युज भयो त म त्यसको टेस्टलाई। यो एक बारामा चाहिँ अलिक चिल्लो चाहिँ ज्यादा भयो कि जस्तो मलाई चाहिँ फिल भयो होइन। म त्यसको टेस्ट नै कस्तो कन्फ्युजिङ टाइपको लाग्यो, म त टेस्ट नै छुटाउन सकिनँ। अलिक चिल्लो चाहिँ ज्यादा भयो, चिल्लो ज्यादा ठिकै छ त्यही पनि। अब चाहिँ पालो सप्पु मिचाको थियो। मलाई भन्नुपर्दाखेरि सप्पु मिचा एकदम पहिलादेखि ट्राई गर्नु चाहिँ रहर लागेको तर खासै मौका चाहिँ नजुरेको। त्यही पनि आफूभन्दा अगाडि साथीलाई ट्राई गर्न दिएको थिएँ। कन्फ्युज भयो ल। अब मेरो पालो ट्राई गर्ने कस्तो छ है त। फर्स्ट टाइम सप्पु मिचा ट्राई गर्दैछु होइन। कस्तो छ है त ल। मुखमा लाउनु बित्तिकै सप्पु मिचा त बोसोको डल्लो टोके जस्तो फिल भइदिरहेको क्या मलाई त। तर खासमा चाहिँ बोन म्यारो हुँदो रहेछ त्यो सप्पु मिचाभित्र चाहिँ। मेरो साथी 2 पिसमै नकआउट भइहाल्यो, बाँकी 3 पिस मैले खानुपर्ने भयो। सप्पु मिचा पहिला धेरै खानु रहर लागे पनि अब चाहिँ मलाई पुग्यो। लास्टमा भने हाम्रो दामी खुवावाला यमरी आएको थियो। यो पनि फर्स्ट टाइममै ट्राई गर्दै गरेको। दिपके हान्दै यमरी हान्दिउ ल।
अब सबैले मुख लगाइसक्यो, अब यमरीको पालो भनेर चेस हान्दै हामीले सुरु गर्यौं। फेरि हाम्रो दिपक साथीको खुवाइ नै मरत नसालुका। मैले पनि फर्स्ट टाइम यमरी चाख्दै थिएँ, जुन चाहिँ अति नै बवाल थियो। स्टार्टिङ र एन्डिङ नै हामीले स्विटबाट गर्यौं।